एमालेलाई समर्थन गरेर केही भिडियो बनाएको छ र हाम्रो साथीहरूले पनि केही भिडियो बनाउनु गर्थ्यो। कसैले खसीको उपहार, कसैले दिशा खाने उपहार, कसैले खान काट्ने उपहार पनि त्यहाँ आफ्नो पार्टीलाई भनेर धेरै गर्नुभएको थियो। र त्यस क्रममा केही साथीहरूले, केही मिडियाहरूले एउटा दिदीलाई खेद्नुसम्म खेदेर, दिदीको पछाडि परेर तपाईँको कान काटेको खै भनेर उहाँ दिदीलाई खेद्नुसम्म खेदेर उहाँ दिदीले धेरै केस पनि हाल्ने योजना गराइसक्नु भएको छ। तपाईँले उहाँ दिदीको कुनै पनि भिडियो या कुनै पनि एडिट गरेर तपाईँले हाल्नुभएको छ, तपाईँलाई साइबर केस हाल्नु हुनुहुन्छ दिदीले, र दिदीलाई त्यसरी खेद्नु पनि पाइँदैन। तर तपाईँलाई शुभकामना पनि छ, धेरै धेरै शुभकामना छ। तपाईँले 5 वर्ष राम्रोसँग देश चलाउनु होला र युवाहरूलाई रोजगारी कतिको दिनुहुन्छ त्यो पनि हामीले हेर्नेछौँ। र त्यसपछि युवालाई विदेशबाट रोक्नलाई तपाईँको कतिको योजना हुन्छ त्यो पनि हामीले हेर्नेछौँ। तपाईँलाई टाइम खबरदारी पनि गर्छौँ। र यो पृथ्वी गोलो छ, फेरि पनि फर्केर आउनेछ। पृथ्वी गोलो छ, हामीले तपाईँलाई फेरि पनि त्यो प्रश्न गरिदिउँ र तपाईँहरूको युवालाई रोक्ने भन्ने यसलाई पलाना कति के हुन्छ त्यो पनि हामी तपाईँलाई ठाउँमा टाइममा पनि हामीले खबरदार गर्नेछौँ। तपाईँलाई धेरै धेरै शुभकामना। आगामी दिनमा 5 वर्ष तपाईँले कायापलट गराउँछौँ भनेर देशलाई माथि उचाल्छौँ भनेर तपाईँले गर्नुभएको छ। देश अझै राम्रो भएको छ, अझै पनि तपाईँले विकास गर्छौँ र युवाहरूलाई देशमै रोजगारी मिलाउँछ भनेर तपाईँले गर्नुभएको छ। शुभकामना। हामीले पनि अब युवा कतिको विदेशमा आउँछ त्यो पनि हामीले हेर्दैछौँ। टाइममा युवा आइसकेपछि तपाईँलाई पनि यो भिडियो सहितबाट तपाईँलाई प्रश्न गर्नेछ र युवालाई त्यो रोजगारी कतिको मिलाउनेछ त्यो पनि हेर्नेवाला छु र तपाईँलाई खबरदार पनि गर्ने।